हेलो एभ्रिवान, नमस्ते। वेलकम ब्याक टु माई आवर च्यानल। चिसो चिसो मौसममा स्वागत छ यहाँलाई मेरो च्यानलमा। एकदम चिसो भइरहेछ है, 2-3 दिन भयो काठमाडौँमा है वेदर। अनि पानी नराख्दा पनि एकदम ड्राई हुने रहेछ कि यो फुल्न लगाएपछि त है गमलाहरू। अनि मजाले पानी राखिदियो भने चाहिँ फुल अलिकति फक्रिन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। हो पनि है, अलिकति लङ टाइम। अनि पानी कम भयो भने फेरि फुल एकदम झर्ने रहेछ कि छिटो ड्राई भएर जस्तो। अहिले झन् यो फक्रिने टाइममा चाहिँ मेरो प्यानागोइङ एकदम मजाले फक्रिँदैछ। हेर्नु नि कस्तो राम्रो। अनि गमला टन्न पानी हालिदियो भने चाहिँ मजाले फुल रहन्छ, धेरै लङ टाइम रहने नि। यो पनि लालुपात त्यस्तै 4-5 महिना नै मेरो प्यानागोइङ भनौँ भने अहिले चाहिँ पुरै फुल्न लागिसक्यो। अझै कोपिला टन्नै छ, सबै फक्रियो भने त पुरै रातो हुन्छ। यतिको ड्राई भएर बसिसक्यो, चिसो चाहिँ चिसै छ है। पानी फेरि नराख्दा पनि एकदम ड्राई हुने, पानी राख्दा नि अहिले वेदर कस्तो छ त्यही भएर है। अनि हल्का पानी पनि राखिदिँदैछु। अनि यत्तिको मजाले भएछ है। यतापट्टि पनि छ, यो चाहिँ सबै नयाँ हो है। त्यहाँ पनि नयाँ नै हो, 2-3टा मात्रै पुरानो हो। यो मजाले फुलेछ। यसमा सेम कलर देखिन्छ तर यो दुईटा डिफ्रेन्ट कलर छ कि। यो डार्क हो, यो चाहिँ लाइट अलिकति। यो एउटा फुलेको छैन है, यो एउटा फुल्नु बाँकी छ, अरू नयाँ सबै फुलिसकेछ। हेबिस्कोपको हालत चाहिँ यस्तो भएको छ, हेर्नु न, पुरै लाई लागेर फुल्दैछ। कटिङ गरिदिएकोहरू फुलेछन् है, नगरिदिएको चाहिँ। यो असुर्पी चाहिँ अहिले मजाले फुलेछ कि। यो अगाडि कति, यो असुर्पी र मेरो त्यो प्युटेनिया त कति 6 महिना भयो, असोजमा ल्याएको हो। असोज, कार्तिक, मङ्सिर, पुस, माघ, फागुन, 6 महिना भइसक्यो। जति पिन्च गर्दै उति फुल्छ। यसको चाहिँ यस्तो हुँदो रहेछ, हेर्नु न, बिउ पनि बन्ने फेरि यही माथि फुल्दो रहेछ। अर्को यसपालि छक्क पऱ्यो मैले, यस्तो मैले देखाएको थिएन कि असुर्पी है। यो कस्तो अचम्म, हेर्नु न, यहाँ बिउ झरेछ है यसको। हेर्नुहोस्, यो पहिला फुलेर सकेर अनि यसकै माथि अर्को फुल फुलेछ भने। यस्तो डबल फुलेको मैले फर्स्ट टाइम देखेको। असुर्पी त्यत्रो लगाएँ है। यो सबै बिउ हुन्छ नि, हेर्नुहोस् यही सुकेको। अनि यसमा डबल मैले अस्ति पनि देखाएको थियो कि। अनि यो के होला भन्ठानेको त अहिले पनि यहाँ देखेँ, सबैमा हेर्नु न त्यस्तै छ। डबल अचम्म लाए, सानो फुल्दो रहेछ तर डबल हुँदो रहेछ। त्यसमा नै अर्को निस्किँदो रहेछ कि। एउटै फुल सुकेपछि यस्तो होइन नि, अनि यसको माथि नै फेरि अर्को फुल्दो रहेछ कि। मैले असुर्पीको यस्तो अहिले फर्स्ट टाइम देखाएँ कि। तर मजाले फुलिरहेछ क्या, मजाले टन्न। अहिले झन् अन्तिम भएर। अनि यो नेस्टोरियम, तपाईँहरूको नेस्टोरियम अहिले त सिजन हो नि त है एकदम। अनि मेरो अहिले असारे फुल छैन, त्यसमा लगाइदिएछु एउटा अरेन्ज अनि एउटा यो येल्लो, 2टा कलरको नेस्टोरियम टन्न फुलेछ अहिले त। भोरि छ। मैले यसमा बेर दिएको अलिकति तल झुन्डे जस्तो भएर, अस्तव्यस्त भएर असारे फुल सुकेछ। अनि अहिले चाहिँ नेस्टोरियम टन्न भएको छ। अब यो अझै पुरै फुलिसकेको छैन, एकदम राम्रो हुन्छ पुरै फुलेपछि त। अहिले वेदरले हो कि किन होला है, अलिकति किरा लाए जस्तो हुँदो रहेछ। हेर्नु न, मेरो यो डेलिया हो कि यो लाउरी भनेर खै के हो भनेर लगाएको मैले प्युटेनिया, त्यही डेलिया भनेर लगाएको। लाउरी फुल पनि भन्छ, तर यो के हुन्छ थाहा छैन। तर कस्तो रोग लाए जस्तो भएको छ कि यस्तो। हेर्नु न, वेदरले होला। पातमा छिर्के बाहिरको हो है, यत्तिको भएको छ। ह्याङ्गिङमा हालिदिएको बोर्ड चाहिँ एकदमै सप्रेछ। कस्तो फुल्छ त्यो पनि थाहा छैन। तर कति औषधि साफ धेरै हालिदियो भने फेरि अलिकति मर्ने डर हो नि, यस्तो भएको छ कि पात अलिकति डढ्या जस्तो। कस्तो के हो कि रोग होला है यो। अनि यस्तो छ हो अहिले मेरो गार्डनको हालत। प्युटेनियाहरू यत्तिको फुलेको छ, यहाँ पनि छ है। अनि अहिले फुल धेरै छैन, अनि फुल्दैछ है प्यानागोइनहरू। अनि लालुपाते अब झर्न सुरु भएर पातलो हुँदैछ यो फुल सबै। प्युटेनिया चाहिँ के अरे सरी, जिरेनियम चाहिँ एकदमै धेरै छ मेरो घर फुलिरहेको छ, टन्नै छ, टन्नै। प्युटेनिया पनि छ तर अलमोस्ट यो असोजबाट ल्याएको यो प्युटेनिया र अनि मेरो यो के भन्छ असुर्पी चाहिँ असोजको महिनाबाट लगाएको। ल हेर्नुहोस् कति चाहिँ अहिलेसम्म मजाले फुलिरहेछ। उतापट्टि पनि छ, एउटा नि कम भएको छैन। अनि यो ड्यान्थस कार्नेसन पनि यति राम्रो सप्रेर फुल्यो कि, यति राम्रो। डबल रातो चाहिँ, यो मरुन चाहिँ अलिक कम भयो किन यसको बोटै सप्रिनु सकेन। सानोमै मरे जस्तो भएको थियो, मैले एकदमै सानो ल्याएको नि त एकदम राम्रो भएको छ। अनि क्लान्चो चाहिँ एकदम राम्रो भयो यसपालि मेरो, 2 साल मऱ्यो है, एकदम धेरै बोट। अनि लास्टको यो यति थियो है, अनि यसपालि यो चाहिँ नयाँ गराएको। अनि यति राम्रोसँग फुलेछ कि मजाले। अनि यो मेरो अर्को यो अर्डिनियम गर्मीमा मात्रै फुल्छ, जाडोमा फुल्दैन भनेर भन्थ्यो है। तर मैले पनि त्यही सोचेको थिएँ। तर घाममा राखेपछि मेरो यो घाममा राखिदिएपछि अर्डिनियम जाडो गर्मी यस्तो काठमाडौँको चिसोमा पनि 12 महिना जस्तो फुलिरहेछ।
यसलाई अलिकति ड्राई भयो भने फुल्न अलिकति झर्दो रहेछ। घाममा टन्न राख्ने अनि पानी चाहिँ टन्न लगाइदिनु पर्ने रहेछ। फुलिरहँदो रहेछ। मेरो काठमाडौँमा पनि मजाले भइरहेछ अर्डिनी। अनि यो मेरो सेतो लालुपाते यतिको भएछ हेर्नु। अब अर्को साल बल्ल धेरै बनाउँछु। यो पनि यो व्हाइट कलरै हो, पुरै व्हाइट हो हेर्नुहोस् है। अनि जेरानियम यताको सबै टन्नै छ, टन्ने 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 जेरानियम यति फुलेछ कि यसपालि यति राम्रो सप्रेछ कि बोट यति मजाले भइरहेछ। पुरै मेरो गार्डन चाहिँ जेरानियमले नै रातो गुलाबी भएर भरेको छ क्या अहिले चाहिँ। यो सबै अलिअलि फुल फुलिरहेछ, कोही झरिरहेछ है। धुलो छ कि अहिले एकदम धुलो भएर यस्तो भइरहेछ कि अहिले। त्यही हेर गार्डनको अवस्था है। गार्डनिङ गर्न पनि सकेको छैन। यो चिसो चिसो भएर अलिक जाँगरै नला जस्तो भएछ। अनि मिलाउँदैछु, पानीहरू हाल्दैछु बिस्तारै बिस्तारै। भरबिनाहरू लपक्कै फुल्दैछ। यो पुरानो हो मेरो पर्पल अनि यो नयाँ भरबिना हो। पिङ्क चाहिँ मजाले फुलेछ। यो पछि ल्याएको थिएँ मैले ह्याङ्गिङमा हालेछु, त्यही भएर यतिको भएको छ मजाले। अहिले अब यता पनि फुलेछ, यो पिङ्क पनि सबै फुलेछ। अब जेरानियम भने अहिले फुल्ने सिजन भएर भ्यागुतेहरू हेर्नु न, यसमै उम्रेको भ्यागुतेहरू टन्नै कलरको उम्रेछ। कोही व्हाइट, कोही येल्लो, यो अरेन्ज कलरको रहेछ। यतिकै राखेको छु मैले। अलिअलि सबै फुल फुल्दैछ। अब बेन्काहरू पनि फुल्न सुरु भएछ है। जेरानियमहरू हेर्नुहोस्। यिनीहरू हेर्नु न, मैले सर्छ कि सर्दैन होला भनेर सानो सानो बेबी थियो अनि डबल डबल हालिदिएको कि सानो हेर्नु न यति सानो छ। डबल हालिदिएको दुइटै जोगेछ। दुइटा बोट हो यो यस्तो छ। यसमा पनि सायद दुइटै छ, यसमा पनि दुइटै छ। फाल्नु माया लागेर कि मैले। अनि यो चाहिँ मैले फेरि हेर्नु कति फरक हुन्छ। यो चाहिँ मैले यो बेबी उम्रेको लगाएको हो दुइटा हेर्दा। यो चाहिँ हेर्नुहोस् न कति सानो झप्प छ है। यो चाहिँ मैले फेरि यो हाँगाबाट सारेको। यो हाँगा मुन्टाइ यस्तो झप्प हुन्छ, सानो हाइट छ है। यतिको झप्प पर्छ। फुल्न त लागिसकेछ यसमा पनि। यिनीहरू चाहिँ बेबी प्लान्ट हो। यो चाहिँ हाँगाबाट सारेको, यो पनि हाँगाबाट सारेको हुँदो रहेछ कि। यतिको फरक हुँदो रहेछ कि। ट्रम्पिङ वाइन पनि अब फुल्न फेरि सुरु भएछ है। लपक्कै फुलेछ। यसलाई कटिङ गरेर राखिदिएँ। अब बसन्त ऋतु आयो है। फुलहरू सबै राम्रो हुने कि त्यसहरू। त्यही भएर आज यस्तो गार्डनको हालत यस्तै छ कि कोही झर्न लाग्छ है, झर्दैछ, कोही लपक्कै फुल्दैछ फुलहरू। त्यही भएर कस्तो भइरहेछ, कस्तो हुँदैछ भनेर मेरो गार्डन आज हजुरहरूलाई यसो अपडेट दिउँ भनेर। चिसो भएर गार्डनिङ पनि गर्नै सकेको छैन। काम त थुप्रै छ, बिस्तारै बिस्तारै गर्नु नि पर्छ। अब फुलहरूलाई एकदम रुखा हुने बेला आयो। अब मल्चिङ गर्ने टाइम आएको छ। अब मल्चिङ पनि गरिदिनु पर्नेछ। पानी धेरै हाल्नु पर्दैन कि मल्चिङ गऱ्यो भने। अनि मल्चिङ पनि अब गर्ने हो। त्यही भएर यसमा दुइटा बोट छ हेर्नु न, छुट्टा छुट्टी। एउटा यता भइगएको छ। यसलाई बाँधिदिनुपर्छ। त्यो दुई तिनवटा उम्रेको यिनीहरू चाहिँ बेबी निस्केको हो कि मैले फाल्नु माया लागेर एकै ठाउँमा दुई तिनवटा हालिदिएको। यी मजाले यस्तो भइरहेछ। कस्तो राम्रो हेर्नु न, यतिको सानोमा हुन्छ। नयाँ बोट चाहिँ यस्तो हुन्छ। यतिको छ हाइट हेर्नुहोस् है। यसको पनि यत्रो छ अनि यतिको फुलेछ। त्यही अपडेट दिउँ भनेर लागेको। आजको मेरो यो सानो अपडेट दिएको मैले भ्लग कस्तो लाग्छ यहाँलाई, मन पर्यो भने वान लाइक दिनु होला। केही सोध्नु पर्यो भने कमेन्ट गर्नु होला। साथै च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। नयाँ साथीहरू हुनुहुन्छ भने थ्याङ्क यू सो मच। नमस्ते, बाई बाई।